गाइस ल आज हामी चाहिँ लङ्गाउ जानु लागेको भान्जी र दिदी त रेडी हुनुभएको छ हामी चाहिँ लङ्गाउको लागि हिँडेको छ ल बाटोमा जानकारी दिँदै गरौँ ल लाग्यो है त लङ्गाउतिर सुबना छ यहाँ पछाडि अगाडि चाहिँ भान्जीहरू हुनुहुन्छ ल मौसम चाहिँ अलि यस्तो छ खासै राम्रो खुलेको त छैन त्यही नै हो गाइजहरू ल पेट्रोल हाल्नको लागि हामी पेट्रोल पम्प आएको छौँ है पेट्रोल पम्प लङ्गाउ जानका लागि त्यो गुगल म्यापको प्रयोग नगर्नु होला भन्न चाहन्छौँ होइन सुना मिलन चोकदेखि ट्याक्कै चोकदेखि नै एउटा कहाँ भन्ने राइटतिर लागेपछि त्यस पछाडि अलि तल चोक आउँछ त्यसपछि लेफ्ट बाटोको अवस्था हल्का हल्का अफ्रोड जस्तै छ है ल त्यस्तो साह्रो त छैन बाटो चाहिँ यस्तै छ है केही हुन्न बाटो चाहिँ बवालै छ है ल बाटो चाहिँ ल चिसो आनन्द छ है बाटो चाहिँ यत्तिकै चाहिँ हुनु पऱ्यो क्या बाटो बवालै भएको छ ल बाटो चाहिँ यहाँ चाहिँ एकदम के भन्छ परा मुनि हिँड्ने बाटो बिर्सेर अघि त्यही त नि गर्यो राजा ल यस्तो आनन्द खानुहोस् न ठाउँ फेरि है झाम्मी हालिदिनुपर्छ क्या राम्रो ठाउँ हेर्ने देख्छु त देख्छ नि कोही कहाँ र यति छोड्ने के र लङ जाने गाडी नै होस् अरू हामीलाई थाहा छैन पानी खाने र के होइन र नि यो केही थाहा छैन त हो अहिले त्यहाँ मान्छे छ हामीलाई यहाँले उकालो उकेर होइन यो पुलै आएन आज अनि बाटो चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ अवस्था बाटो 0.5 बाट खाएँ गाउँ एलवाङ घरले होइन एलवाङ गाउँ एलवाङ गाउँ हो कि हो खानेकुरा किनौँ के बरु
सधैँ गयो भयो गाउँको उकालो लाग्यो यस्तो अफ रोड बाटो छ है लङ गाउँ छ लङ घले गाउँ भन्न आएको आइगर्छु लङ गाउँ हो नि त माथि राखेको यहाँ म आफै अड्यौँ कि भिडियो पो बनाउँथेँ बब्बाल देखिन्छ यहाँ त भ्यू आज मौसम पनि एकदम सनी रे मेरो छालै डढिसक्यो सनस्क्रिनले पनि फेरेको छैन अहिलेसम्म क्या है क्या हौ लङगाउँको अफरोड बाटोमा है त ल अलि राम्रोसित समात माथिसम्म अलि त्यो तल पार्न समात त झर लाग्ने गर्छ ए ल भ्यू चाहिँ बबाले देखेकै छ है ल हरियाली हरियाली भइसकेको छ बाटो चाहिँ यस्तो अप्ठ्यारो त छैन होइन यहाँसम्मलाई चाहिँ गाडी आएछ अरे गाडी 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 गाउँ चाहिँ यस्तो बवाल देख्यो है गाउँ देख्न सक्नुहुन्छ यहाँ छापेर बसेको छ गाउँ अप्ठ्यारो त यहाँसम्म त यत्तिकै त ठिकै हो कि बाटो त त्यही सोलिङ गरेर सोलिङ गरेको चाहिँ औडा हुन्छ हिँड्न चाहिँ त्यही हो यो बा कति अग्लो अग्लो धन्न ठक्किन डाउन स्ट्यान्ड त्यो निहरूलाई यहाँ नि खेत रोप्नेलाई चाहिँ राम्रो हुन्छ असार साउनतिर चाहिँ राम्रो हुन्छ यहाँ चाहिँ बर्खामा आउने टाइमको यहाँ खै बबाले हेर्दा यस्तो त ठिकै हो नि बाटो त हौ अलि नजिक आइज कि त नझोटिनु पछाडि मलाई तान्छ जस्तो अहिले त अनि बाटो त ओके छ रे बस यहाँ चाहिँ अप्ठ्यारो चाहिँ अहिले अलिकति अप्ठ्यारो चाहिँ त्यही नै यहाँ नि आयो आउट आयो कि हिँड्यो ऊ गाउँमा आयो आयो अब आयो कि अब त्यही के आलु ए झट झर यता भान्जी आउँदै हुनुहुन्छ है प्रो भइसक्यो लागिसकेको छ यहाँ अहिले यो पिपल पो ती मात्र गाउने हो यो पिपलमा चाहिँ बवाल छ त्यही नै होला खै ल है त ल भ्यूमा हिँड्न हो कि ला भ्याउ लाग्न सोलिङ गरेर हिँड्न भन्न उता गएन साह्रै
यो सक्यो अप्रोड बाटो अब ल लङ गाउँ है ल लङ गाउँ यही नै रहेको छ बसेको यहीँ लङ गाउँ ल हेर त बाटो त लङ गाउँ आइयो ल फाइनल्ली ल अरे ताले के हो त्यस्तो किन हेर परेर ल लोड लास्ट फेरि आउँछ उम्लो टायर भन्ने Yes. जाने मान्छे को गएछन् आउने मान्छे आएको आएछन् त्यही त हो आया भाइ आएछ रे अब त धेरै होइन है बाटो चाहिँ माथि चाहिँ गाउने आउने बेला चाहिँ डेन्जर सुटिङ गरिरहेछ क्या ल ल यहाँ नाच्दै रहे कुलेले गुफाले ल है मोबाइल ल आइसकेको छ हामी चाहिँ त्यही नै हो गाइज ल हाउमा गेट छ माथि ल नचकिनुपर्छ अवरोध चाहिँ बिल्कुल छैन साइड पे गाडी साइडमा ताल्नु नजिक हेर्ने हो क्या आयो लङ्गो जान्छ होला नि माथिमा
हिम बनाएको क्या मैले बनाएछस्? ओके लङ्गाउँ आयो ल गेटमा ए अँ त हिम त नि ल है लङ्गाउँ देख्न सक्नुहुन्छ मजाले गाउँ दिन नै खुलेको छ त्यही नै गाइज ल चलो भ्यू हेर्ने नि त हो किन के भयो यहाँ चाहिँ बाटो पनि राम्रो भइसकेको रहेछ त्यही नै हो ल गाइस यहाँ देख्न सक्नुहुन्छ लङ्गाउ अलिक केही माथि आएको छन् सबै थाकेको अवस्था छ भर चाहिँ हल्का हल्का सबै थाकेको छन् त्यही नै हो थाक्नु भएन अरे उहाँ चाहिँ त दिदी नि अनि अलिअलि थाक्नु भएको अरे म पनि थाकेको छैन गाउँमा हामी यहाँ चिया बगानमा इन्ट्री भएको छ त्यही नै हो ल फाइनली गाइस ल यस्तो देख्न सक्नुहुन्छ दिदी त हुनुहुन्छ सबै थाकेको छ पसिना आएको छ देख्न सक्नुहुन्छ यहाँ मौसम नि अलि के भन्छ बादल लाग्न खोजेको तर लागेको छैन पानी चाहिँ नआयो हुन्थ्यो माथिदेखि ओह्रालो लाँदा ठिक हुन्थ्यो तर माथि घुम्यो त्यो सर हेरी हेरी आउनुहुन्थ्यो उहाँ पुग्नुपर्छ हामी उयो है त्यो 3 हरिदारा